हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मेरो नाम चाहिँ प्रकाश छेत्री। मेरो घर चाहिँ सुदूरपश्चिम 7 नम्बर अछाम जिल्लाको चौरपाटी गाउँपालिका हो। म चाहिँ अहिले लाइक काम गर्नको लागि इन्डिया आएको छु भनौँ न। यतातिर चाहिँ 4 महिना 5 महिना जति कन्टिन्यू एकदम धेरै ठुलो पानी परिरहेको हुन्छ क्या। ठुल्ठुलो रुखहरू भाँचिने, कारको माथि अस्ति म बाटोमा हिँडिरहेको थिएँ, त्यो कारको माथि नि खस्याएको थियो क्या। धेरै कारहरूको माथि खसेको मैले देखाएको थिएँ। मैले चाहिँ यो फर्स्ट भ्लग बनाएको एउटा काठमाडौँ बनाएको थिएँ। त्यति साह्रो त्यो चाहिँ राम्रो थिएन भनौँ न। अनि अहिले चाहिँ मैले लाइक सेकेन्ड भ्लग बनाउने ट्राई गरिरहेको छु। त्यति साह्रो राम्रो तरिकाले आउँदैन। म चाहिँ प्र्याक्टिस गरिरहेको छु भनौँ न। म चाहिँ अहिले अपार्टमेन्टमा काम गर्छु। अपार्टमेन्टमा लाइक कुनै फ्यामिलीको लागि काम गर्छु भनौँ न। त्यो चाहिँ अपार्टमेन्ट हो, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ म एउटा अपार्टमेन्टमा एउटा उनीहरूले फ्ल्याट लगाएको हुन्छ नि त, त्यसमा चाहिँ म खाना बनाइदिन्छु केही फ्यामिलीहरूको लागि। मेन चाहिँ खाना बनाउने भनेर आएको थिएँ। अहिले अरू कुनै कामहरू लाइक त्यसलाई छ भनौँ न। त्यही हो, मलाई राम्रो तरिकाले बोल्न नि आउँदैन, नर्मल टाइपले भ्लग बनाइरहेको छु। सो आई होप, मलाई विश्वास छ तपाईँहरू सबैजनाले लाइक मलाई साथ सपोर्ट गरिदिनुहुन्छ भनेर। अनि त्यही हो, अब चाहिँ म 3-4 महिना 5 महिना जति समथिङ काम गर्छु, किनभनेपछि मलाई पर्सनलको लागि केही पैसाहरू चाहिरहेको छ। अनि त्यसपछि म चाहिँ पछि काठमाडौँ ब्याक हुन्छु होला, या गाउँ जान्छु फर्स्टमा त यहाँबाट, अनि त्यसपछि काठमाडौँ ब्याक हुन्छु। गरिहाल्नु पऱ्यो, काम नगरेर काम पनि छैन। अनि त्यही भएर अब लाइक मैले चाहिँ बाहिर चाहिँ मलाई जान मिलिरहेको छैन क्या। त्यही भएर मैले यहाँभित्रको मात्रै लाइक भिडियोहरू बनाइरहेको छु। सो फर्स्ट अफ अल त म केही कुराहरू आफ्नो तपाईँहरूलाई भन्न चाहन्छु। मलाई त्यति साह्रो लाइक बाहिरको चाहिँ भ्यूहरू नदेखाउन सकेकोमा सो आइएम सो सरी होइन फर्स्ट अफ अल। सो त्यही हो, मैले ट्राई गरिरहेको छु। मेरो चाहिँ लाइक चाहना छ भनौँ न युट्युबर भन्ने। कहिलेदेखि थियो, तर लाइक कहिले क्वालिटी नहुने, लाइक मान्छेहरूले आजभोलि सबै कुराहरू हुन्छ नि त। त्यो पनि यो एकजनालाई उसको फोन त अर्काको फोन युज गरिरहेको छु। लाइक मेरो फोन चाहिँ यहाँ छ। मेरो फोन लाइक स्यामसङ 56 हो। अनि यो फोनमा चाहिँ लाइक आउन त आउँथ्यो कि त्यति साह्रो चाहिँ, तर आउँदैन भनौँ न। पहिला किन्दा चाहिँ आउँथ्यो। अनि त्यसपछि त्यही हो, मैले चाहिँ अब यहाँभित्रको 1-2 राउन्ड हान्छु, वकिङ गर्छु, अनि 1-2 भिडियो एउटा भ्लग बनाऊँ न भन्ने टाइपले म चाहिँ तल आएको थिएँ। अनि त्यही हो, जिन्दगीमा स्ट्रगल गर्नुपर्छ होइन। अब मलाई चाहिँ धेरै कुराहरूको पश्चाताप भइरहेको छ। स्ट्रगल चाहिँ मैले केही पनि गरेको छैन गर्न त, तर लाइक छिटो भोगेँ भनौँ न। केही कुराहरूको दुःख गर्नुपर्ने, छिटो चाहिँ भोगेँ भनौँ न। हल्का लेट भोग्नुपर्ने ठाउँमा छिटो भोगेँ। मेरो लागि नै फाइदाजनक कुरो हो यो त, एकदम सोच्नुपर्ने हो भने। सो त्यही हो। अनि आफ्नो लाइक कामहरू गर्नु होला। आफ्नो ड्रिमहरू हुन्छ मान्छेको जिन्दगीमा होइन। सो यदि तपाईँको त्यो सपना भइसकेपछि हुन्छ नि, त्यो सपनालाई चाहिँ पुरा गर्ने बेला हुन्छ नि, विभिन्न किसिमको बाधा अर्चनहरू आउन सक्छ लाइफमा। सोचेको जस्तो नहुन सक्छ होइन। कहिले केही प्रब्लम सबै कुराहरू आउन सक्छ। लाइक तैपनि हार मान्ने होइन होइन। लाइक एउटा लड्ने के जति लड्न सक्यो त्यति लड्ने हो होइन। सो एक दिन नै दिन छ क्या, भन्छन् नि एउटा हिन्दीमा डाइलग छ क्या सानो, जब तक देता होइन खुल के देता है भने जसरी क्या। एक दिन पुरा दिन्छन् क्या हामीलाई, लाइक सबैको एकचोटि लाइफमा म प्रमिस गर्छु होइन, एकचोटि सबैको लाइफमा अपर्च्युनिटीहरू आउँछ क्या। लाइक त्यो कतिखेर आउँछ के आउँछ थाहा हुँदैन होइन, तर आउँछ। लाइक एक्सेप्ट चाहिँ गर्न सिक्नु पऱ्यो होइन। कुन टाइमलाई चाहिँ कसरी युटिलाइज गर्ने भनेर लाइक आफूमा डिपेन्ड पर्छ सबभन्दा मेन कुरो भनेको। सो त्यही हो, मैले चाहिँ त्यति साह्रो चाहिँ राम्रो तरिकाले लङ भिडियो चाहिँ बनाउन सकिरहेको छैन, किनभने चाहिँ बाहिर गएर मिलिरहेको छैन नि त मलाई। अब यताउता जान मिलेको भए चाहिँ राम्रो बनाउँथेँ भनौँ न। अनि अब के गर्नु, यहीँभित्रमा काम गर्ने चाहिँ अब यो बिल्डिङ भइहाल्यो। यहाँ चाहिँ कहिलेकाहीँ वाकिङमा आउँछु। यहाँ प्रायः अब मान्छेहरू वाकिङमा आइरहेको हुन्छ। यो चाहिँ गाडीहरू पार्किङ गरेको छ। तर मेरो ड्रिम कार भनेको चाहिँ BMW हो होइन। लाइक अब मैले भनेको पुरा होला नहोला त्यो फ्युचरको कुरा हो। तर पानी यति धेरै आउँछ नि यहाँ, पुरै नगर्नु क्या। पुरा यो रुखहरू हुन्छ नि भाँचेर चाहिँ यहाँ पुरै हुन्छ क्या। त्यो चाहिँ माथि
त्यस्तो हुन्छ। अनि यो चाहिँ नारियलको दाना हो, कति बवाल छ क्या। अनि यो चाहिँ पार्किङ भइहाल्यो, यहाँ अगाडि चाहिँ गेट छ अनि त्यो सो त्यही हो। A few moments later. त्यही हो, म चाहिँ तपाईँहरूलाई एउटा लास्टमा के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि लाइक मैले चाहिँ ट्राई गरेको होइन, मलाई त्यति साह्रो आयो विश्वास छ, तर सपोर्टिङ गर्नुहुन्छ भनेर। तर मलाई लागिरहेको छ कि मैले त्यति साह्रो राम्रो चाहिँ भिडियो बनाएको छैन, किन भन्दाखेरि आएकै छैन, के बोल्ने के नबोल्ने कन्फ्युज भएको छु कि खै, त्यही भएर होइन। सो तैपनि सबैजनाहरूले लाइक सब्सक्राइब गरिदिनुहुन्छ युट्युब च्यानललाई मेरो होइन, लाइक आफ्नो साथीहरू कुनै भनौँ न फ्यामिलीहरूबाट यसो सपोर्टिङ गरिदिनुहुन्छ भनेर मलाई चाहिँ विश्वास छ। सो त्यही हो, मैले चाहिँ धेरै लङ भिडियो बनाउन सकिनँ, कुनै दिन लाइक टाइम मिलेको बेला बनाउँला। सो अहिलेको लागि बाई बाई।